हेलो गाइस सबैलाई वेलकम टु माई बेनी राई भ्लगमा हजुरसँग चाहिँ मैले फेरि लङ टाइम पछि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। हजुरले चाहिँ सुरुदेखि अन्त्यसम्म हेर्नु होला र मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। आज चाहिँ हामी सबैजना स्टाफहरू चाहिँ घुम्न आएको छौँ र बिहानै हिँडेको मान्छे तर अलिक फर्किने बेला मात्रै टाइम पायौँ, त्यसरी चाहिँ हामी चाहिँ टप हिलमा आइसकेको छौँ। सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु होला। यहाँदेखि चाहिँ भ्यू पनि एकदम दाहिने देखिन्छ गाइस, हेर्नुहोस् तल धरानको भ्यूहरू छ र यहाँ चाहिँ खानेकुरा पनि एकदम मिठो पाउँछ है त। धरान नजिक हुनुहुन्छ भने टप हिलमा आएर चाहिँ खाना खाएर चाहिँ रमाइलो गरेर जानु होला भने अनुसार तपाईँको ठाउँहरू पनि छ यहाँनिर है त। गाइस हेर्नुहोस् हामी यहाँनिर बुद्ध भगवान सामु छ। ल है गाइस हामी चाहिँ सबैजना हिँड्दैछौँ। हामी टप हिलमा पुगिसकेको छौँ गाइसहरू। पनि छ गाइस यहाँनिर। हाम्रो गाडी चाहिँ पर पार्किङ गरेर आएको छौँ है त गाइस। बाटो अलिकति खतम रहेछ। ल गाइस हामी चाहिँ टप हिलमा पुगिसकेको छौँ। अब त्यहाँनिर के हुन्छ कस्तो कस्तो हुन्छ तपाईँलाई सबैलाई देखाउने छौँ। अन्तिमसम्म हेरेर चाहिँ हामीलाई साथ दिनु होला। थ्याङ्क यू नमस्ते। र यहाँबाट चाहिँ धरान भ्यू पनि एकदम दामी देखिन्छ गाइस। हेर्नुहोस् त कस्तो राम्रो, अझ नाइटमा झन् बबाल देखिन्छ है त यहाँबाट। हामी सबैजना यहाँनिर बसिरहेछौँ। हामी चाहिँ हाम्रो ऋतिका मिस फेरि बेग्लै सानमा हुनुहुन्छ। यहाँ हाम्रो जुना मिसले हेरिदिनुहुन्छ हाम्रो मेनु। ढल्नु त भएको छैन नि जुना मिस, साइलेन्ट हुनुभयो नि त, त्यो भएर क्या। यता चाहिँ हाम्रो भइसकेको छ। हेलो नमस्ते। हामी चाहिँ ल यहाँनिर टप हिलमा आएर हामी चाहिँ अर्डर गरिसकेको छौँ। ल हजुरलाई कस्तो लाग्यो त? एकदम गुड। हाम्रो रिना आमालाई धन्यवाद भन्न चाहन्छौँ हामी। हामी चाहिँ आएको हो घुम्नको लागि। तर्फबाट र यहाँ हुनुहुन्छ हाम्रो ऋतिका मिस। अब तपाईँलाई हामीले चाहिँ टप हिलको सबै भ्यू चाहिँ देखाउन राखिरहेको छौँ है त, हेरेर साथ दिनु होला। हेर्नुहोस् यहाँबाट चाहिँ तल धरान नाइटमा चाहिँ यस्तो देखिन्छ है त गाइस।
गाइस हेर्नु त हामी त नाचेर थाकि पनि सकेछौँ अब भने चाहिँ घरतर्फ लाग्नुपर्ने हुन्छ बाई बाई सबैजनालाई बाई 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 यहाँ पनि छ त नि हाम्रो आजको भ्लग चाहिँ म यहाँनिर इन गर्न चाहन्छु यहाँ डल्लै छ त बाई बाई त्यहाँ छ नि, त्यो भएर मैले नमगाएको। धन्यवाद